गाइज हामी कहाँ लाग्छ हामीलाई थाहा छैन यो जरोको मुन्नु पुरै जङ्गलै भरिमा जताततै ओ गाइज मा ओहो विचार गरेर यार मासला कस्तो डर ल लागो गाइज धनगढी काठमाडौँ पुरै खतरा उभि ल यहाँ खलेको काम गरिदिला है खलेका काम ओके हेलो गाइज अहिले चाहिँ हामी जाँदैछौँ माथि आज नारी दिवस छ अरे नारी दिवसमा पुरुष दिवस मनाउन जाँदैछौँ हामी अब यतातिर अटो पनि आइसकेको रहेछ यहाँ मान्छे देउडा खेल्नेवाला मान्छे देउडा खेल्ने मान्छे यहाँ बसिसक्यो खान अब ल लागो गाइज धनगढी काठमाडौँ पुरै खतरा उभि ल यहाँ खलेको काम गरिदिला है खलेका काम हामी छामीहरुकोमा देउडा खेल्ने कार्यक्रम त जारी हुन्छ चाहे महिलाले खेलोस् चाहे पुरुषले खेलो जसले खेले पनि देउडा चाहिँ खेल्नै पर्छ जुनसुकै कार्यक्रममा पनि हेर्नुस् यतातिर उहाँ आमैहरुले पनि खतरा गोल घेरा लगाएर खेलिरहेको छ हामी लाग्यो अर्को दुनियाँतिर लाग्न लाग्छ हामी चाहिँ यहाँ अब बीबीसी सरले कता लिएर जान्छन् आज यता गाउँघरतिर चाहिँ नारी दिवसको देउडाहरू महिलाले खेलिराख्नु भएको थियो यतातिर पुरुषहरूले चाहिँ आज पिकनिक खाने भनेर हाम्रो टिमले पिकनिकको तयारी गरिरहेको छ लाग्यो अनि हामी पिकनिक स्पटतिर ल्याङ मासला पुल ओ गाइज मा ओहो विचार गरेर यार मासला कस्तो डरको मर्नु मा यत्रो खोला यही माथि माड्ने कति करोडको पुल अरे भन त कति करोड चाहिँ 2.5 करोडको पुल हो है 2.5 करोडको पुल अरे पुरैमा भनि दाजु 2.5 करोडको पुलमा यार पुरै ल्याङ भइगयो यार पुरैमा ए जुग्निया ताल जान्छ पर जुग्निया ताल गाइज हामी कहाँ लाग्छ हामीलाई थाहा छैन यो जरोको मुन्नु पुरै जङ्गलै भरिमा जताततै थाहै नपाउने ठाउँमा पसिसकेका छौँ हामी यता दाजुले अगाडि गाडी चलाछन् हामी बसेका छौँ यहाँ तर कहाँ हो हामीलाई थाहा छैन आज यसो घुम्यौँ भनेको यो जुगिया तालतिर महाकुरीको ल्याङ लास्टै ल्याङ भइदियो यार आमा बाटो भेरी डेन्जरस बाटो त मा डेन्जरस हो नि भेरी भनेको बाटो बोल्ने खालको अटो रहेछ यार नत्र ठाउँमा आएको फर्कै हुन्थ्यो यार मासला आफत छ यार यता बाटो कहिले यता यो अब त ताल यता कहाँनिर हो यार यो मासु खतम छ गाइज बाटो थाहा नपाएर यार मासु कता हामीमा जाउँ ल हामी चाहिँ यता लाग्छौँ अटोलाई यस्तो घुमाउनु परे चाहिँ अगाडि बजानको मुला सागहरू पुरै यस्तो छ गाइज यहाँ मासु थाहै नपाएर कहाँ हो यार आफ्नो अटो छैन म त घुसाइदिनु ल अहिले चाहिँ हामी पुगिसकेका छौँ यो जुगिया ताल हो कि के ताल हो मा पुरै खतरा तरिकाको रहेछ ठाउँमा पुरै यस्तो दामी छ यो हामी चाहिँ यो जुगिया ताल भन्ने ठाउँमा पुग्नुभन्दा पहिला नै हाम्रो आदरणीय वडा अध्यक्ष दाजु पनि त्यहाँ पुगिसक्नु भएको रहेछ र पुरै खानपिनको तयारी गराउँदै हुनुहुन्छ हामीले चाहिँ यतातिर यसो अलिकति गर्नुपर्ने सहयोगहरू यसो खसी काट्ने मासु पोलेर खाने काम चाहिँ गर्ने अलिकति एक्सनमा राउन्डिङमा हुन्छ के यस्तो म्याक्सिमम त्यो ताउला टाइपको हुन्छ तर हाम्रोमा ताउलाको बिट माथि हुन्छ नि त त्यसको बिट पुरै घुम्छ अनि दाजुले भन्नुभयो खाना बनाउने मान्छे त खाना बनाउँदैछन् केटाहरू जाउँ हामी रमाइलो गर्न डेग लगाएर डान्स गर्नु पर्यो भनिसकेपछि नाच्न भनेपछि उरुक्क भने हामी पनि आइदियौँ नाच्न
गाइज अब यो पुरै ताल त घुमियो हेर्नुहोस् होइन। अब फोटो पनि खिच्यो। अब एकछिन खाना जानु पर्यो। अब खाना खाएर अनि फेरि ढिला हुन्छ। यतातिर नि खतरा पार्टी चल्न आएको छ यहाँ अर्कै दिदीहरूको। यस्तै छ गाइज अब हाम्रो चाहिँ बेहुलाको के अरे जुत्ता लुगाए बाफत आज यो जुगिया हो कि के अरे जुगिया तालमा भादा देख्यो नेपालबाट कहाँबाट आएको रे अझै हालो नमक। हामी आज यो के अरे जुङ्गिया तालमा घुम्न जुङ्गिया ताल होइन जुङ्गिया तालमा घुम्न आछौँ। जुङ्गा तालमा आफ्नै बारामा पुरै ल्याङ है। यो के यतातिर नानीहरूले अन्डा ल्याएर पिकनिक खाँदैछन् होइन। हामी चाहिँ अब यता हामीले यता खसीको मासु खसीको अन्डा खाएको है। खसीको यस्तो भएको के ल अब यस्तै पुरै घुमेर आइयो। हेर्नुहोस् यस्तो छ ताल जुगनिया तालहरू के जुगिया ताल हो यो पुरै यता माथि। यहाँ चाहिँ पुरै माछा व्यवस्था माछाहरू यहाँ हुने रहेछ यता। खोड्डा यार माछा त्यो न जुगनिया तालमा आइसकेपछि सबभन्दा हेर्न लायक के भनेको यहाँको वातावरण अनि यति धेरै माछाहरू चाहिँ खतरा छन्। हेर्नुहोस् त्यहाँ राम्रा ठुला माछा छन्। हेर्नुहोस् कोही साना माछा पनि हुने रहेछन् यतातिर नाप्दैछन्। ल यतातिर खाना पाकिरहेको छ अहिले चाहिँ स्पेसल कुकको छन् यसमा। यता धन्दाई भन्ने मान्छे आउँदैछन् हेर्नुहोस् थापा काजी खै दाजु यसो पारा हुने पुरै हो। हेलो 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 दाजु 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 हामी मान्छे भनेपछि यस्तो हुन्छ क्या पानी पिनाएको अलिकति बाटो हालिदियो होटल छ त होटलबाट धेरै जुम भयो त्यो तिनजना त यिनीहरू छुट्टै रहेछ ल 8-10 जना ल यता खाना सल्भ गर्नुतिर लाग्नु भएको छ दाजु स्पेसल ल ल ल ल खै त तालमा होइन सिधै तालमा खाना सल्भ गर्दा गर्दै गाना बज्नु बित्तिकै हाम्रो मामा चाहिँ पुरै पन्यु नै लिएर डान्स गर्न लाग्दिनु भयो। कसी लाउन नपर्ने सुन जस्ती। फेरि यतिखेर चाहिँ तपाईँहरूले सोच्नु होला यो मान्छे किन बोल्या होला भनेर। साथीहरू यसरी बोलेन भनेपछि चाहिँ यो पुरै केटालाई नाचेको गाना सुन्ने बित्तिकै कपिराइट हानेर पुरै च्यानल सायद भिडियो सायद सब उडाउँछ। त्यसै कारणले केटाहरूको एक्टिङ हेर्नुहोस् बरु त्यसरी त्यही भएर मेरो आवाज पनि सुनिदिनुहोस् है गाना नसुन्नुहोस्। यतातिर हाम्रो मामा चाहिँ पुरै खाना खाँदै फोनमा बिजी है लास्टै फोनमा बिजी हुनुहुन्छ अनि अरू साँझको समयमा खाना खाइसकेपछि एकछिन नाचगान गऱ्यो। नाचगान गरिसकेपछि रात पनि परिसकेको थियो। त्यसपछि लाग्यो हामी सिधै घरतिर आउनु नि त अटोमा बस नजाने कता छ ए ल जाउँ ल क्रिएट राख्दियो नि त फेरि अन्डाको क्रिएट होइन ल अब हामी निक्ल्यौ मामु निक्ल्यो ओ निस्किसक्यो हामी निस्क्यो हिँड्नै दाजु खसक्कै
ल लास्टै अँध्यारो भइसकेको छ यार यो गाडीले अलि धोका दियो अङ्कल गाडीले धोका दियो फुल धोका दियो ओ यता 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 खै तरिका मामु यो हो के यार हातमा सिल भयो नि यही हो यता टाइट छ त्यो उले सिल बान्नु सिलिम नगर्नु है दाजु भित्र सिलिम भयो भने फट्टा अङ्कल बडी टाइट नगर्नु है ठिक्कैको खै यहाँले ओए खै बडी यो पहाडिया पहाडिया बन्ने हो जहाँ गयो त्यहाँ रोकिदिन्छ नि केटाले जहाँ गयो त्यहाँ नाचिदिन्छ नि यार यो केटाले पारा भनेको फोर हानेन ठुलो हानेन अलिकति उज्यालो होला त्यहाँ चालु भयो ल साथी अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ आजको हाम्रो दिन यसरी नै बितेको थियो भिडियो मन परेको छ भने लाइक गर्नुहोस् च्यानललाई सब्सक्राइब गर्नुहोस् त्यस्तै अरू भिडियो पनि हाल्ने नै छु म मरि लानु के नै छ र साथीहरू दुई दिन जिन्दगीमा तपाईँहरूले पनि यसरी मनोरञ्जन गर्नुहोला यसरी नै रमाइलो गर्नुहोला समय मिलेपछि आफ्नो दाजुभाइहरू साथीभाइहरू बुवाआमाहरूसँग पिकनिकतिर जानुहोला घुम्न जानुहोला सधैँभरि यसै हाँसी खुसी रहनुहोला तपाईहरुलाई पनि मेरो कामना छ ल अन्तिममा चाहिँ यही भन्छु भिडियोलाई लाइक गर्नुहोला हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र मिठो कमेन्ट पनि गर्नुहोला ओके बाइ